नमस्ते, म डाक्टर सीताराम नेउपाने बालरोग विशेषज्ञ अहिले भरतपुर अस्पतालमा कार्यरत छु। आज म तपाईहरुलाई हाम्रो विश्व स्वास्थ्य संगठनले हाम्रो साना बालबालिकाहरूमा न्युमोनिया हुन सक्ने जोखिमहरू के हुन सक्छ भनेर तीनटा पक्का कारणहरू, सम्भावित र सम्भाव्य कारणहरू गरी तीनटा कुराहरुमा तीनटा खेमामा डिभिजन गरेको छ। त्यसमा चाहिँ कस्ता बच्चाहरूलाई चाहिँ न्युमोनिया हुन सक्ने रिस्क हुन्छ, जोखिम हुन्छ भनेर म तपाईहरुलाई केही उदाहरणहरू दिन्छु। WHO ले लगभग डेफिनेटिभ रिस्क फ्याक्टर भनेर भनेको छ। भनेको पक्का कारणहरू के हुन सक्छ त भन्दाखेरि जस्तो बच्चा जन्मिँदाखेरि कम तौल भएको बच्चा जन्मेको छ भने त्यस्तो खालको बच्चाहरूलाई चाहिँ न्युमोनिया हुन सक्ने जोखिम रहन्छ। त्यस्तै गरेर कुपोषित बच्चाहरू पोषण पुगेको छैन भने त्यस्तो बच्चाहरूलाई पनि जोखिम रहन सक्छ। आमाको दुध पर्याप्त मात्रामा नखाएको बच्चालाई पनि न्युमोनिया हुन सक्ने जोखिम रहन्छ। त्यस्तै गरेर घरभित्र धुलो धुवाँ बढी छ अनि त्यसपछाडि दादुराको खोपहरू लगाएको छैन पहिला भनेदेखि पनि त्यस्तो खालको बच्चाहरूलाई चाहिँ न्युमोनिया हुन सक्ने जोखिम चाहिँ रहन सक्छ। यस्तै घरमा आमा बुवाले चुरोट खाने स्मोकिङ गर्ने बानी छ भनेदेखि त्यो कारणले गर्दाखेरि अथवा बच्चामा जिङ्कको मात्रा कमी छ भने त्यस्तो अवस्थामा पनि जोखिम रहन सक्छ भनेर भनेको छ। त्यस्तै सम्भावित जोखिममा चाहिँ आमाको शिक्षामा कमी छ भनेदेखि अथवा घर परिवारको इकोनोमिक स्ट्याटस राम्रो छैन भन्नाले आर्थिक अवस्था अलिक कमजोर छ भनेदेखि त्यस्तो अवस्थामा अनि अन्य खोपहरू दादुराको खोप नलगाउनाले चाहिँ पक्का जोखिम रहन्छ भने अन्य खोपहरू नलगाउँदा चाहिँ सम्भावित जोखिमहरू रहन सक्छ भनेर भनेको छ। त्यस्तै हाम्रो बच्चाहरूलाई चाहिँ डे केयरमा राख्ने चलन छ। त्यसरी डे केयरमा राखेको बच्चाहरू अरू बच्चाहरूसँगको कम्युनिकेसनमा आउँदाखेरि कन्ट्याक्टमा आउँदाखेरि त्यस्तो बच्चाहरूलाई पनि न्युमोनिया हुन सक्ने जोखिम चाहिँ रहन्छ भनेर भनेको छ है त।